हाई एभ्रिवान, म चाहिँ आज हजुरहरूलाई एभोकाडोको एन्टी एजिङ रिपेयरिङ मास्क लगाएर देखाउँछु है त। यसमा 3 स्टेप छ। फर्स्टमा रहेको छ क्लिन्जर। अब चाहिँ फर्स्टमा क्लिन्जर मजाले लगाउने अनि 2-3 मिनटसम्म फेसलाई क्लिन गर्ने यसरी, अनिखेरि त्यसपछि धुने। हेर्नु न, धुएपछि ओहो भिजेर कस्तो राम्रो देखिन्छ कि एकैछिनमा है, उज्यालो बनाउँछ। मैले कुनै पनि इफेक्ट लगाएको छैन, जे छ नेचुरल छ। त्यसपछि फेसियल क्रिम लगाउने, त्यो लगाएर एकछिन मसाज गर्ने। मसाज गरिसकेपछि चाहिँ अब लास्टमा आउँछ फेसियल मास्कको पालो होइन। त्यो दुईटा खोलेर फाल्दै मैले मास्कलाई सटटट खोल्ने, यस्तो राम्रो छ नि, यति सेटिस्फाइङ छ। ओ माई गड, एकचोटि लगाउनु भयो भने सधैँभरि लगाउनु मन लाग्छ। तपाईँहरूलाई ट्राई गरेर हेर्नुहोस् है साथीहरू, यस्तो मजा आउँछ नि। ओहो आमा नि त। तर यो मास्क अलिकति मेरो चाहिँ फेस सानो छ नि त, अनि ठुलो चाहिँ हुन्छ, मिलाएर लगाउनु पर्छ। तर ठुलो फेस हुनेलाई त मजाले कभर गर्छ क्या। अनि मजाले लाएँ मैले, तल नेकसम्मकै छ होइन। अनि मेरो त नेक पनि सानो, अनि मैले तलको च्यातेर त्यहाँ लगाइदिएँ। सानो मान्छे नि त, अनुहार सानो छ। अनि यताको च्यातेर मैले नाकको टुप्पोमा होइन कता कता लगाइदिएँ। अनि लास्टमा खोलेँ। ओ माई गड, ग्लो हेर्नु त, कुनै पनि इफेक्ट छैन। यो नेचुरल, जे छ नेचुरल छ है। यस्तै नै देखिएको, यस्तै नै देखिन्छ। अनि त्यसमा कति प्रोडक्टहरू रहेको हुन्छ कि, अनि त्यसलाई मजाले निचोरेर अनि फेसमा एप्लाई गर्ने। त्यो प्याकेटमा पनि मजाले हुन्छ अझै। अनि त्यसरी निकाल्ने, सर्ट अनि फेरि लगाउने। यो सिरम एकदमै राम्रो हुन्छ। यो लगाइसकेपछि चाहिँ केही लगाउनु पर्दैन तपाईँले होइन। बेलुका सुत्ने बेलामा आफैले मजाले एप्लाई गर्न सक्नुहुनेछ। चाहिन्छ भने मलाई इनबक्स गर्नु होला है, हामीसँग छ। ल हेर्नु त, म कसरी चम्केको छु। ओहो, यो लगाएर खोल्ने बित्तिकै त यस्तो राम्रो हुन्छ नि, स्किन हेरिरहँ जस्तो। बाई बाई।